यसले सुइप्यद न्यानी सेन्टिना चंगो महालक्ष्मी द्याय जात्रा थुक्सी जुकुदु यला महानगरपालिका गडालिया 5 महालक्ष्मी द्याय जात्रा सुइप्यद लिपा रामनवमी खुनु जुकुखा जात्रै लागि बिहिबार रामनवमी खुनु सुथलझे विशेष पूजा जुगुखा द्याय ख जात्रा न्य औपचारिक जाजो न छुकुखा ओम श्री महालक्ष्मी नमो नमः महालक्ष्मी नागारलाई छिटा ठोपटी भाले बया निजिया छिपनी सुयाना छिटो महालक्ष्मी जात्रा यो अचे कोसे झबटिया दिल्ला से छियो जात्रा ठो अठिया चले जानी जिया अचे कोसे झबटिया दिल्ला छिसा प्रत्येक वर्ष ठठिया स्वागत नाच्नु जी अथे छिटो अझै कसियो त्यो लागि चाहिँ नगरजिनी झी दीपक कुमार सिंह पाखे चाहिँ तो अझै कस्ते त 5 वर्ष नि हन्से छिटा या तंको ख आ तुसी चाहिँ ज्यापो समाज महानगरपालिका अले छिटिटवा ओ झी खर्की समाज चाबाटवा हौगटवा इबाटवा जलपास्पी सकेसुना ग्वालदु ज्याठो ज्या झिसा तुसी न्याको जला तरेनको जे मनपर्छ अनि जीव संस्कृति सम्बन्ध थुप्रो छ जति कसैले अप न्याउने फेमा ग्वालिया फेमा आज तपाईँले चाहिँ 34 वर्ष अगाडिदेखि बन्द भएर रहेको यो महालक्ष्मी माताको खड जात्रा आज यत्रा हेर्नुस् त यत्रा चाहिँ यो सहयोगी हातहरूले महालक्ष्मीको जात्रा सम्पन्न चाहिँ हुन लागिरहेको छ यो जात्रा सम्पन्न गर्न हाम्रा चाहिँ यो चाहिँ जति पनि चाहिँ सहभागी टिमहरू छ यसले बहुत धेरै ठुलो मेहनत गरेको छ र यो जात्रा महालक्ष्मी माताको कृपाले सञ्चालन भएको छ आगामी दिनहरूमा पनि यो जात्रा अहिले 34 वर्षपछि सञ्चालन गर्दा अलि केही सानो तिनो चाहिँ त्रुटिहरू भयो होला आगामी दिनहरूमा त्यो त्रुटिलाई सच्याएर योभन्दा सभ्य भव्य र चाहिँ भव्यताका साथ हामी यो जात्रा सम्पन्न गर्नेछौँ यो कुरामा हामी प्रतिबद्ध छौँ हाम्रो संस्कृति हामी जोगाउन गर्छौँ हाम्रो संस्कृतिको हामी रक्षा गर्छौँ हामी सक्षम छौँ भन्ने ज्वलन्त उदाहरण सहित आज 34 वर्ष रोकिएको यो महालक्ष्मी मन्दिरको जुन खड जात्रा र खुनु जात्रा जुन आज भइरहेको छ यो भन्दा पहिला पनि यो पायो जात्रा सुरु भइसकेपछि यो जात्रा सुरु गर्नलाई धेरै ठाउँबाट पहल भएको थियो र जे हुनुलाई पनि समय चाहिँदो रहेछ र आज यही समय भएको छ र यो जात्रा मनाउनको लागि सहयोग गर्नुहुने सम्पूर्ण स्टेकहोल्डरलाई ललितपुर महानगरपालिका मुई धन्यवाद दिन चाहन्छ दक्षिण ग्वालेना ठाउँ भव्यका साथ कार्यक्रम सफल थियो जी मटुना कहियो न आठो थो जात्रीका लागि या थो महालक्ष्मी लागि आवश्यक परेको छु सहयोग या मल्लासा पदेशी पाखे छु सहयोग या माख छिपनी पाखे जिता ठेका दिस र आवश्यक परे जो पनि सहयोग त जीपतिबाट ती जनाया र मेगोली ठसाना अझ बालकै न्यागी त माओपति आर्थिक रूपमा सहयोग या मात मल्लासा वेक छिपिसन झिम्दा लोमगन्ती छ वो अनुसार झिम्से छिपिन सहयोग त इनाप न या ठीक 40 वर्ष अगाडि हाम्रो देश छोडेर
अमेरिका बस्नुभएको रहेछ व अमेरिकाबाट यहाँ आएर उहाँले क्यागुङद्वारालाई यस जात्रा महोत्सवलाई सञ्चालन गर्नका निमित्त रु 10 लाख सहयोग गर्नुभएकोमा उहाँप्रति हार्दिक कृतज्ञता छ हामीले धन्यवाद दियौँ। 34 वर्षपछि आएर यो भाइहरूलाई मेरो भाइहरू यिनीहरूले नगरे भए मैले कसैले पनि यहाँ पुगिसकेको थिएन, मैले गर्ने कुनै पनि थिएन। यहाँहरूको साइडबाट म यहाँ उब्जन आउनु पाएँ, मेरो भाग्य हो। सधैँको लागि चल्दै जाओस् हाम्रो यो महालक्ष्मीको जात्रा। यति बारे म तपाईँहरूलाई गर्न चाहन्छु। धन्यवाद। औपचारिक च्याचो लिपा द्ययत खते बिजाका लगनखेल इति थति टङ्ग मङ्ग पटको इखालकु कायगुन्ननी लगायत थासे चाहेको गुख मालस्मी द्यय जात्रा आर्थिक लिसे विविध कारण दिना चोङ्गुली थुक्सी कायगुन्ननी मङ्का खलय सक्रियता यला महानगरपालिका मुख्य आर्थिक गुहाली उज्याप समाज यला लिसे थिति सरकारवाला सङ्घ संस्थाय संलग्नता मालस्मी जात्रा व्यवस्थापन कार्यदल गठन याना द्यय जात्रा चुगु ख जात्रा लिपा शुक्रबार द्ययत लिहा बिजाको कुतु